फेरि पनि हजुरहरू सबैजनालाई नमस्ते। म चाहिँ ओजस्वी हाउस कन्स्ट्रक्सनबाट हजुरहरूले चिनिहाल्नुभयो होला। र यो घर चाहिँ मैले अघिल्लो भिडियोमा पनि देखाइसकेको थिएँ। धेरै मान्छेहरूले भन्नुभएको थियो भित्र पनि डिजाइनहरू देखाउनुहोस् न, भित्रको टोटल डिजाइनहरू देखाउनुहोस् न भन्नुभएको थियो। सो मैले त्यसको लागि भिडियो फेरि पनि लिएर आएको छु। बाहिरबाट त हजुरहरूले अभियसली देखि नै सक्नु भएको छ र भित्रको डिजाइनहरू देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो अहिले चाहिँ त्यस्तो फिनिसिङ भएको छैन। सो म हजुरहरूलाई नर्मल्ली रूपमा भनिदिन्छु। यो चाहिँ हाम्रो सिटिङ रुम र किचन हाम्रो एकदम खुल्ला नै बनाइएको छ। योहरूको हेर्न सक्नुहुन्छ। हाम्रो यो टोइलेट बाथरुम र अर्को हाम्रो यो चाहिँ रुम, यो चाहिँ बेडरुम भयो, हजुरहरूले हेर्नु होला। अर्को यो बेडरुम, मुनि चाहिँ दुईवटा बेडरुम बनाइएको छ। र अब हामी माथि हेर्न सक्छौँ। यो चाहिँ हाम्रो राउन्डिङ सिडी बनाएको छ। यो घरको चाहिँ कस्तो लाग्यो होला हजुरहरूले हेर्न सक्नुहुन्छ। र यो माथिल्लो तलाको यो चाहिँ हाम्रो झुमर बस्ने ठाउँ। यसमा अब अहिले जिप्सनको काम पनि भइरहेको छ। अब यो चाहिँ हाम्रो पूजा रुम र अर्को हाम्रो यो बेडरुम भयो। माथि पनि दुईवटा बेडरुम बनाएको छ, यो एउटा र अर्को यो एउटा बेडरुम बनाएको छ, हेर्न सक्नुहुन्छ। र यस्तै भिडियोहरू हेर्नलाई कृपया फलो गर्नु होला। र हजुरहरूले कमेन्ट पनि गर्न सक्नुहुन्छ। कमेन्टमै पनि हजुरहरूलाई केही मात्रामा जानकारी दिन सक्छु। यस्तै भिडियो हेर्नलाई चाहिँ कृपया फलो चाहिँ अनिवार्य गरिदिनु होला। हस् त, धन्यवाद।